गुरु यो रोनाल्डोको अन्तिम वर्ल्ड कप हो, जसरी हुन्छ यो जित्ने उपाय लगाइदिनु पर्यो हजुर। अब पोर्चुगलको कुण्डली हेर्दा त अशुभ अङ्क नै 7 छ त भाइ, के हो त्यही माथि राहु गएर 12औं स्थानमा बसेको छ। रोनाल्डोलाई पनि लगेर राहुसँगै 12औं स्थानमा राखियो भने चाहिँ तिमीहरूले वर्ल्ड कप जित्ने चान्स अलिअलि हुन्छ है। हुन्छ राखौँ, त्यो कहाँ हो त्यो 12 स्थान भनेको? अब 12औं स्थान भने त बेन्च हो नि बाबु। गुरु त रोनाल्डो हेडर हुँदो रहेछ यार। यसो प्लेयरहरूको जन्म कुण्डली हेरेर भन्नु न जित्ने उपायहरू। अब जन्म कुण्डली मात्र हेरेर हुँदैन बाबु, यहाँ फर्मेसन कुण्डली पनि हेर्नुपर्छ क्या। अब तिमीहरूको यहाँ 4-4-2 को फर्मेसन छ, यसले त हुँदैन बाबु। 10-0-0 को फर्मेसन राख्यो भने चाहिँ पेनाल्टीसम्म गेम गएर जित्ने चान्स हुनसक्छ है। कहाँ 10-0-0 को फर्मेसन भन्नुभएको गुरु? मिल्दैन यो त। ए साँच्ची तिमीहरूको गोड फेरि सेन्टर लाइनभन्दा भित्र छिर्दैन है। यसो गर 9-0-1 को फर्मेसन खेलाउ नि त है। मेसी फ्यान हो कि क्या गुरु तपाईँ? बरु यसो डिबक्स भित्र लडेर के पेनाल्टी सेनाल्टी पाउने यसो केही योग छैन? हेर्नु न, यहाँ 10 रङ्गशालामा खेल्या हो र भने यहाँ पो पृथ्वीका भारले हेर्छन् र झुक्याउन सजिलो हुन्छ। अब उहाँ त भारले त समाइहाल्छ नि। त्यही माथि गीता पढाएको छैन तिमीले? कर्म गर एफओबिएल फलको आशा नगर, बुझ्यौ? तिमी वर्ल्ड कप जित्दै भन्छौ, यहाँ पोर्चुगललाई शनिको दशा रहेछ। यसो गर शनिबार पिपलको बोटमा जल चढाऊ है। म्याच भोलि शुक्रबार छ, पर्सि जल चढाएर के गर्नु भने? ए तिमीहरूलाई यही पालि वर्ल्ड कप जित्नु पर्यो नि। कति रमाइलो है। त्यसको लागि चाहिँ वास्तु मिलाउनु पर्छ बाबु। तिम्रो घरमा त्यो कालो कलरको चेन गेट छ नि होइन? छ गुरु, ठ्याक्कै मिल्छ। के गर्नु पर्यो त्यसको? हो त्यो कालो चेन गेटमा चाहिँ सेतो कलर लगाऊ। त्यसपछि त्यहाँबाट उखालेर लिएर गएर पोर्चुगलको गोल पोस्टमा वेल्डिङ गरेर पुरै टाँस। त्यति गरे त स्योर वर्ल्ड कप जित्छौ ल। बुढो।